अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इङ्गित गरिसकेँ, आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौँ भन्ने स्पष्ट इकोनोमिक रोडम्याप प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति, सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौँ र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौँ। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौँ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौँ। पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो। अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरैजसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत इङ्गित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्यासबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100वटा एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रेर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौँ। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तर्आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढङ्गले पनि अगाडि जान